टेन्सन नगर्नु के हजुर के टेन्सन गरेर होला भने भाउजू बहुत पिर मान्नु भयो आमा दाई अर्को केटी छ हिँड्नु अरे हो भने मसँग फोटो भयो फोटो भिडियो ल्याउने भने तर पछि आउँदाखेरि उताको दुबईको केटीले हो भने हेर्नु फोटो त्यहाँ फोटो मलाई हाल्ने भिडियो दिदी भन्छ र नयाँ विदेशकै केटी हो कि विदेश केटीमा तानी केटी हुँदैन तानी साथी तेरो साथी छैन हेर्नु नि त्यहाँ भिडियो साथी पनि केटीको भयो अनि बिहारे मान्छेले केटीको भिडियो बनाउँछ नि टिकटक हाल्छ नि आफ्नो टिकटकमा भन्नु भन्नु अचार गर्छ केटी पनि विदेशमा छ अरे कि नेपाली हो नेपाली केटी हो है कामहरू गएको केटी रहेछ कि खोइ अलि धेरै हेरौँ न अघि देखेकै यसरी हेर्दै गएको हाम्रो मात्रै पहिला कम गरेर चाहिँ हेर्न नमिल्ने गरेर बाबुको अर्को आइडी छ नि त नयाँ आइडी खोल्नु मात्रै बाबुले त्यसबाट उठाएको देख्छ कि नयाँ आइडी त छोरालाई थाहा हुन्न नि त नेपाली केटी यो केटी त होइन होइन केटी त होइन नेपाली केटी हो जाहिर खाना गएकी केटी रहेछ कि वहीँ बस्ने अनि बेला बेला के अरे महिना महिना घुम्न के अरे सामान किन जानुहुन्छ नि त अनि वहीँ भेट्ने बस्ने रहेछ कि अनि अघि अनि के अरे पछि मैले भिडियो देखेको थिएँ नि बाबु दाइसँग बोल्नु त के भन्नुहुँदो रहेछ दाइले अनि बा साथी हो कि के हो बुझ्नु त भनेको अनि फोन गर्नु भयो नि भाइको कहाँ भन्नुभयो पहिला भाइको आउँदैन तल पठाउनु मिल्नु भएको थियो भाइजूले यसरी देख्नु गइदिनु त अहिले आउनु भएन भनेर अनि त्यहाँदेखि चाहिँ हो भनेको चाहिँ अनि यस्तो यस्तो हो बाबु यही जाहिर खान चाहिँ केटी राम्रो छ पढे लेखेकी छ अब पैसा महिना के अरे कम्प्युटरमा काम गर्छ अरे 1 लाख रुपियाँ हुन्छ अरे उहाँको अनि राम्रो हो मसँग बिहा गर्छु भने हामी 2-3 वर्ष भयो बोलेको त्यसरी ल्याउने भाउजूलाई नि हेर्छु न हेर्न त भनेर भन्नुभएको थियो कि फोन मैले ठ्याक्क म सुनिराखेको थिएँ नि त साँच्चै नै हो खट्टी हो अनि यो भिडियो नत्र कहाँनिर आउँछ भन्नु नि आफ्नोमा हालेर फोटो नि छ फोटो फोन गर्नु एकचोटि माइरोलाई मेरोबाट गरे नि हुन्छ के पनि नभन्नु म त छोडिदिन्छु जेसुकै गरेर नि खुसी हुन्छ नानी बोल्नु न आमा म के पनि भन्दिनँ गाडी पनि नगर्नु के पनि नगर्नु अरू गर्नु यो बुहारी छैन यहाँ के पनि नभन्नु बोल्दैन म छोडे म बोल्न सक्दिनँ भन्नु न भन्नु एकचोटि के हो के गर्न म छु के म त्यहाँ छैन भनेर भाइसँग भन्नु कि भाइसँग त राख्नुहुन्न नि त मैले त्यहाँ भाउजू सोध्नु त एकचोटि फोन गर्नु त के भन्दो रहेछ माइलोले अनि त्यो सुन्नु कि मैले 3 वर्ष बोलेको छु अरे त्यसलाई बिहा नि अब म भनेर भन्नुको कि दुई बसी लपरे गरेको छ हेलो हेलो आशीर्वाद सन्चै छौ भाग्यमानी